म चाहिँ दाउरा काट्न हिँडेको साथीहरू चाहिँ घरदेखि निस्किने बाटो हो। चाहिँ हाम्रो खोला, यो हाम्रो खोला हो। बाइक पनि हिँड्दैछ फेरि। हाम्रो गाउँघर यस्तै हो। म चाहिँ दाउरा काट्न हिँडेको। अब चाहिँ म खोलामा आइपुग्यो है साथीहरू। म यहाँ हेर्नु न, हाम्रो घरको कुकुर सानो बच्चा तिनवटा छ, एउटा त मर्यो। उयो भित्तातिर जाने कि म चाहिँ उयो भित्ता पाखामा जाने अनि कति भेट्छ लिएर आउने। बेलुका भइसक्यो, त्यही पनि म यसो अल्छी भएर आएको थिएँ। के गर्नु, दिन बित्नै गाह्रो हुन्छ काम नभएपछि। हिँडेको अब चाहिँ हाम्रो घर जाने बाटो चाहिँ यता हो। लो 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 यस्तै छु म। लु कुकुर पनि आयो त म सँगसँगै। यता त धान नि रोपिसके रहेछ के। के धान भन्छ अब यति अहिले यति चाँडै रोप्ने धानलाई चाहिँ के भन्दो रहेछ। कुकुरको बच्चाहरू पनि आउँदैछ म सँगसँगै। अब मैले कहाँ लानु जङ्गलमा। एउटा यहाँ छ है, यता आऊ यता आऊ, कुते 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 आऊ। ला बिजोक चाहिँ यहाँ पाखादेखि आउन नसकेर त क्याउ 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 गर्नु रहेछ। मकै छ यता चाहिँ। अब म यो माथि यो बाटोदेखि त जान्छु। आऊ कुते 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 आऊ, यता आऊ यता आऊ। गयो, आउँदैन मसँग। म चाहिँ यहाँदेखि अब जाने बाटै छैन त है राम्रो, कसरी आउने हो। यता 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 आऊ 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 यता आऊ। कुकुर पनि बाटो पनि कस्तो छ हौ, खोलाको बाटो। के अरे कुकुर ए नाउ नाउ छ्या जाऊ आज अनि के भन्ने। म चाहिँ यहाँ आउन सक्दैन होला अब, गाह्रो छ हौ। म त कता जाने बाटै छैन। जङ्गलमा त आयो, अब दाउरा चाहिँ भेट्ने हो कि होइन, त्यस्तोमा पनि हुन्छ। अब म यतैतिर काट्ने हो कि, त्यही अब यतातिर खोजेर काट्नुपर्छ। अब एक्लै आएको छु होइन, अब एक्लै आएको छु, साथी छैन। जति भेट्छ त्यति नै लगेर जान्छु, एकछिनमा भेट्छु। अब यति लगेर जाने, अब धेरै त छैन, थोरै हो। यति दाउरा लगेर जाने हामी चाहिँ, म चाहिँ। अनि अब भारी लाउनु पर्यो अलिकति भए पनि। अनि अरू त म के भन्छु भने, अघि मैले यहाँ भिडियो गर्दै आएको थियो नि, के अरे गर्दै आएको त्यो कुकुर चाहिँ अघि यहाँ म सँगसँगै आएको थियो। माउ चाहिँ त्यो बच्चा चाहिँ त्यो पाखामा भित्ता चढ्न सकेन क्या साथीहरू। अनि चढ्न नसकेर चाहिँ आएन। अनि पछि चाहिँ माउ पनि फर्केर गएछ। म यता जङ्गल छिरेपछि माउ फर्केर गएछ। फर्केर गएर उसको बच्चा पनि सँगसँगै लगेर गएछ के। अनि उता खोलामा लगेर अघि मसँग आउँदा त कुकुरको त्यो उयोहरू कुकुरहरू थिएन कि, ठुल्ठुलो कुकुरहरू। अनि अघि चाहिँ फर्केर जाँदा चाहिँ खोला पुग्दा चाहिँ
त्यो अघि मैले भिडियो गरेको छ अगाडि, त्यो भिडियोमा हो त्यो बच्चा क्या। अस्ति पनि एउटा मारेको त्यही कुकुरहरूले, 4वटा थियो क्या उसको बच्चा, 4वटा थियोमा अब 3टा बाँकी थियो। 3टामा फेरि आज कोही 2टै मार्यो कि न, एउटा मार्यो, एउटा चाहिँ त्यहाँ अब म जङ्गलमा छ नि त हेर्न गएको छैन। अनि अहिले चाहिँ त्यहाँ मार्यो भनेको सुनेको छ, तर म त्यहाँ यहाँदेखि चाहिँ उयो सोधेको, मार्यो अरे अन्त भुँडी नै निस्क्यो अरे भन्छ। अहिले म त्यहाँ बच्चाहरू छ, त्यहाँ बच्चाहरूले के अरे फ्यालेन भने चाहिँ म भिडियो नि देखाउँछु। मारेछ अब के गर्नु होइन। अब कुकुर पनि के भएको, मान्छेले मान्छे मारेको जस्तै भयो क्या। कुकुरले पनि त्यस्तै गर्दो रहेछ क्या। अब कसरी चाहिँ मार्छ कुकुरले कुकुर नै। अनि अब चाहिँ त्यहाँ कुकुरको ठुल्ठुलो कुकुरहरू उयोहरू आएर टोकेर 2टा कुकुर देखेँ मैले चाहिँ। त्यही हाम्रो घर नजिकको के अरे कुकुर हो क्या, घरको नजिक कुकुर हो, त्यहाँ मारेको छ। अब चाहिँ म घर जान लागेको, त्यहाँ खोलामा छ भने चाहिँ म भिडियो बनाउँछु, छैन भने त म त्यही भएर चाहिँ भनेको क्या। मैले भिडियो गरेको छ नि त अगाडि आउँदै गरेको, त्यही भएर म अब जान्छु, भिडियो बनाउँछु, देखाउँछु। अनि अहिले चाहिँ म भारी बनाउन लागेको क्या साथीहरू। अनि अब थोरै भए पनि अब भारी त बनाउनै पर्यो, त्यही भएर चाहिँ म चाहिँ घर जाँदैछु साथीहरू। अब चाहिँ अलिकति दाउरा बोकेर, अब धेरै त के काट्नु, अघि त आएको थिएँ अनि अघि यहाँनिर थियो क्या कुकुरको, यहाँनिर मारेको थियो कि पुरै ढुङ्गा उयो गरेको थियो। यहाँ अब राम्रो देख्दैन, यहाँ थियो बच्चाहरूले लगेछ क्या। अब कहाँ लग्यो कुनै पुर्नलाई फ्याल्नलाई हो कि के गर्नु। अब म चाहिँ घर जाँदैछु है साथीहरू। अब चाहिँ भिडियो त यति नै हो, म घर जाँदैछु साथीहरू। बाई, यति नै भन्न चाहन्छु।